राम 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 राम। मलाई त उसले त कति माया गर्छ, कति केयर गर्छ, कति सम्झिन्छ। रातो दिन मेरै बारेमा सोध्छ, मलाई नै मात्रै हेर्न खोज्छ, मलाई नै मात्रै भेट्न खोज्छ भन्छन्। यो सबै झुट हो, अरू केही होइन। यो के को हेर्न खोज्थ्यो, के को भेट्न खोज्थ्यो, के को माया गर्थ्यो, के को सम्झिन्थ्यो। त्यो माया गर्नु, सम्झिनु, त्यो भेट्नु पनि त्यसले आफ्नो स्वार्थका लागि मात्रै त्यसले गरेको हुन्छ। तर हाम्रो यो समाज छ नि, जुन अन्धविश्वासवाला समाज, यो समाजले कहिल्यै बुझ्नेवाला छैन, कहिल्यै बुझ्नेवाला छैन। ल ओहो, मेरो बुढाले भन्दा त कति धेरै माया गर्छ, त्यसले कति धेरै केयर गर्छ भन्छन्। के को माया गर्छ? आफ्नो बुढाले जति माया गर्छ, एउटा बिरामी भयो भने त्यही बुढाले गर्नुपर्छ, एउटा साह्रो गाह्रो परे त्यही बुढाले गर्नुपर्छ, त्यसले आएर गरिदिने हो र? गरिदिँदैन नि, केही गर्दैन त्यसले। त्यही भएर यो सबै भ्रम चाहिँ नफैलाऊँ, के यो भ्रम नफैलाऊँ, यो मनमा चाहिँ हामीले त्यस्तो नसोचौँ। किनभने यो माया प्रेम यी सब ऐरा गैरे यी सब यो बेकारका चिज हुन्, बेकारका। यो विश्वास पनि नगरौँ कसैलाई। मेन चिज विश्वास भन्ने पटक्कै नगरौँ। ठिक छ, आउँछ बोल्ने, एकछिन बोल्ने, ल आयो साथी हो, साथीको रूपमा आउँछ बोल्ने, राम्रोसँग मिठो वचन बोलिदिने, जे खान्छ दिने, अनि उसलाई पठाइदिने, बस भयो। त्यहाँदेखि अलावा त्यसको बारेमा सोच्दै नसोच्ने। किनभने गर्ने उसले त्यही नै हो, त्यसले पनि त्यही नै गर्छ। ल ठिक छ, म साथी हुँ भन्छ, आउँछ, भेट्छ ओर्छ, अनि जान्छ। गएपछि उसले मरिगयो नि त्यसलाई सम्झेला भन्नु त ल नसोचे पनि हुन्छ तपाईँहरूले। त्यही भएर हाम्रो दिदीबहिनीहरू धेरै यो छोरा मान्छेले माया गर्छ भनेर भ्रममा चाहिँ नपर्नु है। माया साया केही पनि गर्दैनन् यिनीहरूले, माया गर्ने नै होइनन्। वास्तवमा यिनीहरूले किन आफ्नो स्वार्थका लागि आएका हुन्छन्, स्वार्थ पुरा हुन्छ, जान्छन्, त्यस पछाडि तपाईँलाई फर्केर पनि हेर्दैनन् क्या यिनीहरूले। सोद्धा पनि सोध्दैनन् त्यसलाई कस्तो छ, के गर्दैछ, त्यो कहाँ छ भनेर पनि सोध्दैनन्। त्यस्तो हो माया प्रेम भनेको है, बुझिराख्नु होला सबैले। धेरैजनाको देखेको छु, त देखेर पनि मैले पाठ सिकिसकेँ। त्यही भएर तपाईँहरूले पनि सिक्न जरुरी छ साथीहरू, मजाले सिक्नु होला। अनि भ्रममा चाहिँ कहिले पनि नपर्नु है।